एकदम बेहाल अवस्थामा हुँदाखेरि पनि कसैले केही माग्न गएको छैन। त्यसले गर्दा चाकरी गर्नुभयो भन्ने शब्द फिर्ता लिदिनुहोस् त्यसपछि तपाईले आज घोषणा गर्नुहोस् अरु जे गर्नु केपी शर्मा ओलीको तपाईले चाकरी गर्नु भएको छैन, बिल्कुल गरेको छैन, जीवनमा गरेको छैन, म कसैको चाकरी गर्दिन। तर तपाईहरुले आज एमालेको झोले भनेर किन व्याख्या र विश्लेषण गरिरहनु भएको छ? मैले केपी शर्मा ओलीले भन्नुभयो म एमालेको झोले, देशको झोले, जनताको झोले, अनि तपाईहरु त्यस्तै पछि लाग्या होइन? तपाईले म एमालेको झोले होइन भने भन्न सक्नुभयो? गोकुल बास्कोराले त भन्नुभयो, हिम्मत गर्नुभयो, साहस गर्नुभयो, म एमालेको झोले होइन भनेर। उहाँ जस्तो नेता। अब मलाई बोल्न दिनुहुन्छ कि तपाई नै बोल्ने? भन्नुस् तपाई। त्यसले गर्दा प्रश्न के हो भने मैले जीवनमा कसैको पनि चाकरी होइन, एक शब्द केही त्यसरी माया होइन, म समर्पण गरेर 55 वर्षको जीवन बिताएको मान्छेलाई। तर तपाईले भन्नुभयो मसँग केपी शर्मा ओली जस्तो नेतै कोही छैन भन्नुभएको थियो, राष्ट्रवादी नेता। पस्नुस्, म बारम्बार होको तपाईले प्रशंसा गर्नुभएको थियो, चाकरी गर्नु भएन त? अब तपाईले मात्रै बोल्ने भयो भने मलाई नबोलाउने गर्नुहोस्। म यति कडा भने अघि भनेको थिएन मैले, होइन भने मलाई भन्न दिनुहोस्।